राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेसँगै पार्टी सभापति रवि लामिछाने जोडिएका विचाराधीन मुद्दाहरूलाई प्रभावित पार्ने गरी कानून संशोधनको क्रम तीव्र बनेको छ। संसद नियमावली अदालतमा दायर भइसकेको अभियोग पत्र संशोधन हुँदै अब विद्यमान कानून समेत लामिछानेको विचाराधीन मुद्दा हेरेर अनुकूल बनाउने क्रम सुरु भएको हो। के यही हो त परिवर्तन? नमस्कार, म सावित्री घिमिरे। आज हामी रासोपा सभापति रवि लामिछानेको विचाराधीन दोहोरो नागरिकता प्रयोग गरेर बनाइएको दोहोरो राहदानीको विषय प्रभावित हुने गरी परराष्ट्र मन्त्रालयले राहदानी विधेयकमा गरेको चलखेलको पर्दाफास गर्नेछौँ। यो प्रसङ्गको सुरुवात गरौँ संसदबाट। सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग जघन्य अपराधको श्रेणीमा भए पनि प्रतिनिधि सभाले यस्ता गम्भीर अभियोग लागेका सांसदको संसद पद निलम्बन नहुने गरी प्रतिनिधि सभा सञ्चालन नियमावली पारित गर्यो। नियमावली रासोपाको बहुमत रहेको समितिले बनाएको थियो। संसदमा छलफलको क्रममा अन्य दलका सांसदहरूले यसको विरोध गरे, तर रासोपाबाटै सभामुख चुनिएका डीपी अर्यालले विपक्षीहरूको विरोधकै बीचमा पेलेर सो नियमावली पारित गराएका थिए। यसको मुख्य कारण थियो रासोपा सभापति रवि लामिछाने विरुद्ध अदालतमा विचाराधीन सहकारी ठगीसँगै सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग। रवि विरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धिकरण र संगठित अपराध बारे 5 वटा जिल्ला अदालतमा मुद्दा दायर थियो। यही मुद्दामा उनी करिब 1 वर्ष जेलमै बस्नु परेको थियो। उनी अहिले सफाई पाएर होइन, सम्भावित बिगो राखेर कारागार बाहिर आएका हुन्। सुशीला कार्की नेतृत्वको सरकारको पालामा गोर्खा मिडियासँग जोडिएका रवि र जीवी राई लगायतमाथि लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग हटाएर सहकारी ठगीको अभियोग मात्र कायम गर्ने प्रक्रिया अगाडि बढाइएको थियो। महाधिवक्ता सविता भण्डारीले अभियोग पत्र संशोधन गर्ने निर्णय गरिन्। यसबारे सर्वोच्चमा रिट पर्यो। सर्वोच्चमा यो विषय विचाराधीन छ। तर फागुन 21मा जब रासोपाको लगभग 2/3 मत आयो अनि भट्टाभट सबै जिल्ला अदालतले अभियोग पत्र संशोधन गर्न स्वीकृति दियो। यता सर्वोच्चमा भने सुनवाई ठप्प छ। यो मात्र होइन, रविमाथि अर्को गम्भीर अभियोग पनि अदालतमा विचाराधीन नै छ। त्यो हो दोहोरो नागरिकता प्रयोग गरेर राहदानी निकालेको र प्रयोग गरेको। यो विषय पनि अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। अहिलेको राहदानी ऐन अनुसार यो जघन्य अपराधको श्रेणीमा पर्छ। तर वर्तमान सरकारका परराष्ट्र मन्त्री शिशिर खनालले अगाडि बढाएको नयाँ राहदानी विधेयकमा भने अनौठो संशोधन प्रस्ताव गरिएको छ। विधेयकमा अब दोहोरो नागरिकता प्रयोग गरेर राहदानी लिएमा त्यसलाई जघन्य अपराध नमानेर सामान्य जरिवानाको श्रेणीमा राख्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकको दफा 21मा झुटा, नक्कली वा किर्ते नागरिकता तथा अर्काको नामको वा दोहोरो नागरिकता प्रयोग गरेर राहदानी लिएमा कसुर मानिने भनिएको छ। सजायमा पनि 2 देखि 5 लाख रुपियाँ जरिवाना वा 1 देखि 3 वर्षसम्म कैद प्रस्ताव गरिएको छ। तर यसको सबैभन्दा खतरनाक खेल लुकेको छ दफा 22 को उपदफा 3 मा। यस अनुसार अब दोहोरो नागरिकता र झुटा विवरणको आधारमा राहदानी लिएको कसुरको परीक्षण अदालतबाट होइन, राहदानी विभागको महानिर्देशकबाट हुने प्रावधान प्रस्ताव गरिएको छ। यो मात्रै होइन, विधेयकले ऐनको दफा 29 मा रहेको फौजदारी कसुर सम्बन्धी प्रावधान समेत हटाउने प्रस्ताव गरेको छ। यसको सिधा अर्थ हो, यदि यो विधेयक पारित भए अब दोहोरो नागरिकता र झुटो विवरण पेश गरी राहदानी लिएको कसुर फौजदारी अपराध नै रहने छैन। रविसँग जोडिएको विवाद के हो त? 2079 को निर्वाचनमा उम्मेद्वार बन्दा रविले कानुनी रूपमा निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेको खुलासा भएको थियो। यसबारे उकेराले प्रमाण सहित समाचार प्रकाशित गर्यो। त्यसको आधारमा सर्वोच्च अदालतमा रिट पर्यो।
सर्वोच्चले रवि अमेरिकी नागरिक बने लगत्तै उनको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको तर कानुन अनुसार निष्क्रिय नागरिकता सक्रिय नगराई पुरानै प्रमाणपत्र प्रयोग गरेको पुष्टि गर्यो। अदालतको ऐतिहासिक फैसलापछि उनको दलको सदस्य, सभापति, मन्त्री र सांसद पद एकै पटक गुमेको थियो। यति मात्रै होइन, ओकेराको अनुसन्धानबाट उनी अमेरिकी नागरिक रहेकै समयमा झुक्क्याएर नेपाली राहदानी समेत लिएको रहस्य बाहिर आयो। प्रहरीले अनुसन्धान अघि बढाए पनि राजनीतिक दाउपेचका कारण महाधिवक्ताबाट मुद्दा नचल्ने निर्णय गराइयो। त्यस निर्णय विरुद्ध सर्वोच्च अदालतमा अहिले रिट विचाराधीन छ। अदालतमा विचाराधीन मुद्दाले अन्तिम किनारा नपाउँदै सत्ता र बहुमतको आडमा यसरी कानुनी छिद्र बनाउनु र कानुन नै संशोधन गर्न खोज्नु कतिको न्यायसङ्गत हो? प्रश्न गम्भीर छ। के कानुन सबैका लागि समान हुनु पर्दैन?